बत्ती बालेपछि के गर्नुपर्छ? गुड गर्ल छोरी हो, दिनुहोस् न भन। पहिला दिनुहोस् न। नमस्ते गरिदिनुहोस्। नमस्ते। अनि नि बाई बाई भनिदिनुहोस्। अनि दिन्छु। दिनुहोस् भन, दिनुहोस् भन। ओ जिद्दी छ मेरो छोरी, कस्तो जिद्दी छ। दिनुहोस् न भन न। बाई बाई भनिदिनुहोस्। सबैलाई बाई बाई भनिदिनुहोस् छिटो, अनि मात्रै दिन्छु। बाई बाई भनिदिनुहोस्। बाई बाई भनिदिनुहोस्। नानी 1 गरिदिनुहोस् त। 1 खै गरेको 1 गर्नु न। मेरो छोरीको तमासा लजाको। मेरो छोरी नि आजकल छोरी भएको छ नि त, कस्तो लजाउनु थालेको छ। लजाइदिनु त। नक्कली हेर्नु नि, क्यामेरामा हेरेर नि कपाल मिलाउनु भएको अरे हो, उसले पाउस मिलाउनु भएको अरे क्यामेरामा हेरेर। माया गरिदिनुहोस्, माया गरिदिनुहोस् न। खै मेरो छोरी यस्तो भएको छ है लजाउने। माया गरिदिनुहोस् न। माया के हो, के रहेछ यो? कसरी माग्नुपर्छ? कसरी माग्नुपर्छ मिठी? यो के हो? छिटो कसरी माग्नुपर्छ मिठी? मम्मीलाई मिठी कसरी माग्नुपर्छ भन्नु छिटो। कसरी? नो नो नो, खै दुईटा हातले दिनुहोस्। दुईटा हातले दिनुहोस्। दिनुहोस् भन, दुईटा हातले। अब नत्ती भयो। नो, दुईटा हातले। अनि नमस्ते भनिदिनु, अनि मात्रै दिन्छु। नमस्ते भनिदिनु। नमस्ते भन्नु नानी। माम्मा भन्नु। रिसाकेर नि यही छ मिठी। कस्तो छ, यही छ मिठी। यही छ। अनि तपाईँ नि सुन्नु, 1 भन्नु, अनि दिन्छु। उयो हेर्नु त, यहाँ चढ्नु खोजेको। 1 भन्नुहोस् त, उनी मिठी पाए। 1 भन्नुहोस्। 1 गरेर देखाइदिनु यस्तो। 1 भन्नु। 1 भनिदिनु न छिटो नानी। बाई बाई, म मिठी खाएँ ल। यो मेरो पापाले दिनु भएको मिठी खाएँ ल भन। ल दुईटा हात थाप्नुहोस्। जिवा गर्नुहोस्। खुसी भएको हेर न कहीँ। उता हेरेर जिवा गरिदिनु, उहाँ हेरेर जिवा गरिदिनु। सबैलाई नमस्ते भनिदिनु, खुसी भएर। नानी त्यतिकै खान्छ कि कसरी खानुपर्छ त्यो? कसले खोलिदिन्छ तिम्रो त्यो? कसले? मम्मीले। उयो हेर्नुहोस् त, मम्मी खोलिदिनुहोस् न भन न। कस्तो ज्ञानी छ ऊ मेरो छोरी नि। कति खानुहुन्छ यहाँ देखाइदिनुहोस्। कति खानुहुन्छ तपाईँ भन्नु त। यति भनेर भनिदियो। यस्तो भन न, यति खान्छु मम्मी भन। यति खान्छु भन पहिला। यति भन, यति भन न। कुच्चाइरहेको छ। यति खान्छु भन। नो, कस्तो रहेछ? यम्मी यम्मी भनिदिनु। उयो हेरेर यम्मी भनिदिनु। इचो यम्मी यम्मी भनिदिनु। इचो भनिदिनु। हालत यहाँ हेर्नुहोस् त मिठी खाएर। मुख हेर्नुहोस् त। कच्चो घिनलाग्दो देखेको तपाईँलाई। हेर्नुहोस् न। कति धेरै मिठी खानुहुन्छ तपाईँ? उयो हेर्नु त, उयो हेर्नु। यो मान्छे मेरो छोरी हो कि कसको छोरी? मिठी खाला हेर त उयो। मिठी खाएपछि यस्तो गर्छ। नाना यस्तो गर्छ। पाप्पु आछै छि खुट्टाभरि लगायो। हेर्नुहोस् न मेरो छोरीलाई। हेर्नुहोस् न नानी, यस्तो गरेर तित देखाइदिनु न। तित देखाइदिनु त। तित देखाइदिनुहोस् न। तपाईँको तित देखाइदिनुहोस् न। लगाउनुहोस् त क्रिम। क्रिम लगाउनु भएको अरे मेरो छोरी। हेर्नु न, क्रिम लगाएर राम्री हातमा लगाउनु। यसो गर न। हामी त नानी क्रिम क्रिम बोक्नु त। क्रिम कहाँ छ? हातमा लगाउनु।
अनि कहाँ लगाउनुपर्छ हातमा लगाएर बाठी छ मेरो छोरी है बाठी छ क्रिम लगाउनु भएको अरे हेर्नुहोस् त मेरो छोरीले अब बोजूलाई पनि लगाइदिनु बोजूलाई नि बोजूलाई नि लगाइदिनु हुन्छ अरे लु उता सबलाई क्रिम लगाइदिनु हुन्छ अरे हातमा लाउँदै लगाइदिनु बोजूलाई डल्लै लगाउँदैछ बोजूलाई लगाइदिएको अरे क्रिम